तपाईसँग वास्तविक के भएको छ? मलाई सरकारले मलाई जति दिएको छ तपाईलाई चेक गर्ने अधिकार के छ? मलाई चेक गर्ने सुन्नुस्, मैले तपाईलाई क्लियर बताएँ, तपाईसँग स्मार्ट छैन हो, स्मार्ट कार्ड छैन मसँग। तपाईले के बोलिदिनु भयो? मलाई सरकारले दिएको छैन भन्न। सरकारले दिएको छैन, नागरिकता त दिएको होला नि त, दिनु भएको छ। नागरिकता छ भने नागरिकता तपाईले बोक्नु भएको छैन। अनि सरकारले सुन्नुस्, तपाईलाई नागरिकता दिएको छ नि, नागरिकता तपाईँ संसद अनुसारी हो भन्ने प्रमाण गर्नको लागि त कोड अफ कन्डक्टमा सुन्नुस् न, कोड अफ कन्डक्टमा कोड अफ कन्डक्ट गर्नुस् न। त्यो त कार्ड अहिले देखाउनु भयो त, उहाँले बेलैमा देखाउनु नि त, क्वेसन गर्नु भन्दा पहिला कार्ड देखाउने हो। यहाँ सुन्नुस् न, तपाईले के यहाँ मसँग तपाईसँग के कुरा तपाईले भनिहाल्नु, तपाईले त पहिले डिस्कस गरिदिइहाल्नु भयो। तपाईले म भन्न तपाईले यो कार्ड तपाईँ संसद अनुसारी हो भन्ने प्रमाण गर्नको लागि नागरिक मैले के मलाई सरकारले मलाई प्रमाण यो लाइसेन्स सरकारले डकुमेन्ट मलाई दिनु पर्यो नि त। त्यो दिनु पर्यो त, तपाईँले सम्बन्धित निकायमा भन्ने हो नि, हामीसँग भन्नुहुन्छ हामीसँग भन्नुहुन्छ। तपाईँले चाहिनु पर्ने के छ? बुलबुक र लाइसेन्स है। लाइसेन्स तपाईँले यो लाइसेन्स तपाईँको भन्ने प्रमाण त हुनु पर्यो नि त। सुन्नुहोस्, यसको तपाईँसँग प्रमाण हुनु पर्यो नि त, यो गलत छ कि सही छ तपाईँसँग हुनु पर्यो, मसँग होइन। तपाईँसँग हुनु पर्यो प्रमाण। यो तपाईँ स्क्यान गर्नु, स्क्यान जंगलमा कहाँबाट स्क्यान हुन्छ? जंगलमा कहाँबाट स्क्यान हुन्छ? यसको वैकल्पिक उपाय छैन कुनै? त्यो त मेरो समस्या होइन। वैकल्पिक उपाय छैन। तपाईँसँग नागरिकता बोक्ने भनेको छ, नेपाल सरकारले नागरिक एप दिएको छ तपाईँसँग, त्यो बोक्ने हो। त्यो बोकेर अनि त्यसपछि बनाउनुहोस् भिडियो, जायज कुरा बनाउनुहोस्, भिडियो बनाउनुहोस्, जायज कुरा बनाउनुहोस्। जायज कुरामा आफू गलत बस्ने, त्यसपछि त्यो मोबाइल तपाईँसँग मोबाइल बोक्दैमा के भनेको छैन। मैले सुन्नुहोस्, कार्ड बोक्दैमा, क्यामेरा बोक्दैमा सुन्नुहोस्, त्यस्ता भिडियो हामीलाई पनि बनाउन आउँछ, हामीलाई पनि अपलोड गर्न आउँछ, हाम्रो पनि वेबसाइट छन्। यो प्रमाण तपाईँसँग पकेटमा रहेछ त यही पहिला देखाइदिएको हुन्थ्यो नि त हामीलाई। तपाईँले के मान्नुभयो मसँग? तपाईँले यो जो कार्ड अहिले पकेटमा देखाउनु भयो नि, उहाँले कसरी बोक्नु भएको छ? उहाँले बोक्नु भएको छ, उहाँले बोक्नु भएको छ। नागरिकता छैन मसँग। तपाईँसँग छैन, तपाईँ छैन भन्ने हो त। अनि मेरो यस्तो सरकारले यो दियो ऊ दियो भन्न मिल्छ त? संसद अनुसारी मेरो नाम हो। ल मेरो नाम हो संसद, म प्रमाणित मैले सुन्नुहोस्, मलाई सरकारले दिनु पर्यो नि त। मलाई दिनलाई त यो हजुरको ठिक छ, त्यो भन्नुभयो। यो तपाईँको लाइसेन्स हामीले डुप्लिकेट भनेको पनि छैन, लाइसेन्स होइन पनि भनेको छैन। तर यसमा के छ भने हजुरको एउटा प्रुफको लागि एउटा फोटो समेतको नाम भएको एउटा राख्नु पर्छ। सुन्नुहोस्, यसको लागि एउटा अहिले हजुरले जुन पत्रकारको कार्ड देखाउनु पनि देखाउने बित्तिकै निकालेर हजुरले मैले जुन भिडियो बनाउन थाल्नु पनि सर, त्यो कार्ड पहिले देखाइदियो हुन्छ नि त। त्यो ठिक छ, यो कार्डमा हजुरको जुन नाम लेखेको छ ल्याउनु सर, हामीले पनि खिच्न दिनुहोस् न। हाम्रो पनि अधिकार हो, जस्तो हाम्रो फोटो हजुरले खिच्नु, हजुरको ल खिच्नु न कि यो हजुरको जस्तो सस्वाद अनुसार अहिले देखाउनु पनि। ल अब हजुरको चाहिँ सही भयो, अब जानुहोस्, पठाइदिन्छौँ नि त हामी। हजुर यो प्रुफ भयो नि त, यहाँ प्रुफ भइसकेको छ, प्रुफ भइसक्यो त हामीले छोडिराख्नु त उहाँलाई। प्रुफ चाहियो, फोटो छैन उहाँ दिएको छ, त्यो त संसाद हजुर